के टिकापुरमा साँच्चै बालेन दाइ आउनुभएको हो त? सो हेलो एभ्रिवान, नमस्ते सम्पूर्णमा। आई होप हजुरहरू सबै सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै भन्दै आजको भ्लगतर्फ लागौँ। आजको भ्लग चाहिँ के को बारेमा हो भनेर सुरुमै थाहा पाइसक्नु भएको होला हजुरहरूले। आज मिति 2082 साल 11 महिना 6 गतेको दिन राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहजी हाम्रो टिकापुरमा आउँदै हुनुहुँदो रहेछ। हामीलाई चाहिँ सुरुमा थाहा थिएन, त्यसपछि चाहिँ यताउताबाट हल्का हल्का कुरा सुनिसकेपछि चाहिँ हामी पनि त्यही ठाउँमा पुग्यौँ, सबै भएको ठाउँमा। त्यसपछि चाहिँ हामीले एउटा घन्टी किन्यौँ। घन्टी किनेर चाहिँ हामी फेरि त्यहाँ स्वागतको लागि अगाडि झन्डा समाएर बस्यौँ। दिउँसोको 2 बजे आउँदै हुनुहुन्छ भनेको रातिको 7-8 बजिसकेको थियो आउँदा चाहिँ। हामी अहिले चाहिँ दिउँसै गएको थियौँ अनि दिउँसै हेर्न सक्नुहुन्छ यस्तो भिड थियो मान्छेको पुरै हुइँचो लागेको थियो। सबैजना बालेन दाइको वेटिङमा थियौँ हामीहरू। 2 बजीदेखि वेट गर्दा थाकिसकेका थियौँ हामी चाहिँ। बसी कतिखेर आउने भनेर वेट गरी मुख पनि रातो भइसकेको थियो। मान्छेहरू बालेन दाइ आए भन्दै अगाडि जान्थे, कतिखेर फेरि पछाडि जान्थे। त्यस्तै क्रम चलिरहेको थियो टिकापुरमा। बालेन दाइ आउनुभयो कि भएन भन्ने कुरा चाहिँ हजुरहरू लास्टमा थाहा पाउनुहुन्छ। अभी मजा आएगा ना भिडो। बिस्तारै बिरामी नभएको मान्छे पनि बिरामी हुने जस्तो भइसकेको थियो। टाउको दुखेर हैरान भइसकेको थियौँ। मान्छेहरू कतिखेर आयो बालेन दाइ आयो भन्दै अगाडि गइरहेको थिए, फेरि निराश हुँदै पछाडि आइरहेको थिए। वेट गर्दै दिउँसो गएको मान्छे साँझ भइसकेको थियो, त्यही पनि आएको थिएनन्। एकछिनमा चाहिँ पुलिसहरू सब अगाडि गए अनि त्यसपछि हामीले सोचे आउँछन्। 4 बजे आएका हामी। अहिले कति बज्यो? 7 बजे लागिसक्यो। अहिलेसम्म आगमन भएको छैन। त्यसपछि चाहिँ बालेन दाइको समर्थकहरू आइरहेको थिए, बाइकमा कारमा आइरहेको रहेछन्। हामी चाहिँ बालेन दाइ आउनुभयो भनेर अगाडि गइरहेको थियौँ। फेरि एकछिन टाइम लाग्ने भयो अनि त्यसपछि फेरि पछाडि बस्यो हामी चाहिँ। भिड यति धेरै थियो, सास फेर्न नि गाह्रो हुने जस्तो भइरहेको थियो। त्यसपछि चाहिँ झन्डा हल्लाउँदै घन्टी बजाउँदै मान्छेहरू आइरहेको थिए। हजुरहरू चाहिँ कुन पार्टीको हुनुहुन्छ कमेन्टमा लेख्न नभुल्नु होला। यदि घन्टीको समर्थक हुनुहुन्छ भने चाहिँ कमेन्टभरि घन्टी पठाउन नभुल्नु होला। टिकापुरमा चाहिँ वृद्धदेखि बालकसम्म सबै आएको थिए हेर्नको लागि, बालेन शाहलाई हेर्नको लागि भनेर आएको थिए। तपाईहरू पनि भोट केमा दिने, कसलाई दिने भनेर राम्ररी सोचेर राम्ररी बुझेर मात्र दिनु होला भन्न चाहन्छु म चाहिँ। भोलिको दिनमा राम्रो होस्, भोलिको दिनमा विकास भएको देख्न पाउन सकौँ भन्ने खालले सोचेर कुनलाई दिँदा राम्रो होला भनेर मात्र दिनु होला भन्न चाहन्छु म चाहिँ। बिस्तारै क्रेजहरू धेरै बढिरहेको थियो। बाइकहरू कुदाइरहेका थिए, समर्थकहरू आइरहेको थिए। टाढादेखि उहाँहरूसँगै आउनुभएको रहेछ सबैजना। त्यसपछि चाहिँ एउटा कार आयो। हामीले सोच्यौँ बालेन दाइ आउनुभयो भनेर हामी सब अगाडि गएको थियौँ। खाली रहेछ कार चाहिँ। फेरि पछाडि आउँदै हुनुहुन्छ भनेर हामीलाई वेट गराए। वेटिङमा बस्दा दिउँसोदेखि वेटिङमा बस्दा राति भइसकेको थियो। यति अँध्यारो भइसकेको थियो, हेर्न सक्नुहुन्छ। मान्छेहरूको घुइँचो उस्तै थियो। झन्झन राति भयो, झन्झन मान्छेहरू आइरहेको थिए। अनि फेरि अर्को कार आयो, त्यसमा पनि खाली थिए, कोही पनि थिएनन्। अनि फेरि एउटा पछाडि आउँदैछ भनेर भने। यस्तो भिड थियो, यताउता धक्काल भइरहेको थियो। कसैको चस्मा गिरेर फुट्यो, कसैको चप्पलहरू हराए, कसैको काँटा फुट्यो, कसैको मोबाइल फुटिरहेको थियो। यति धेरै मान्छेको सामानहरू हरायो भन्दै थिए। पुलिसहरू पनि आफ्नो काम गरिरहेको थिए, मान्छेहरूलाई साइड लगाउँदै गाडीहरू अगाडि बढाउँदै गरिरहेको थिए। फेरि के भन्न चाहन्छु भने म
जेनजी आन्दोलनमा जुन शहीद भएका विद्यार्थीहरू बालकहरू ती जुन जेनजीहरू थिए उनीहरूलाई सम्झेर भोट दिनुहोला, राम्रोसँग बुझेर भोट दिनुहोला भनेर भन्न चाहन्छु। किनकि यदि हामीले यो भोट बिगार्यौँ भने, यो भोट अरू कसैलाई दियौँ भने चाहिँ हामीले पछि चाहिँ धेरै पस्ताउने छौँ जस्तो लाग्छ मलाई चाहिँ। यो चोटि चाहिँ हाम्रोलाई होइन राम्रोलाई भोट दिनुहोला, काम गर्ने मान्छेलाई भोट दिनुहोला। 2 दिनको भाषण दिने होइन सधैँको लागि काम गर्न सक्ने मान्छेलाई चिनेर भोट दिनुहोला भन्न चाहन्छु। सो फाइनली त्यसपछि हाम्रो वेटिङ चाहिँ सकिसकेको थियो। बालेन दाइलाई हेर्न भनेर आएको हामीहरू चाहिँ सरप्राइज भयौँ। किन भनेर भन्नुहुन्छ भने आफै हेर्नुहोस् तपाईँहरू। बालेन दाइ आउनुहुन्छ भनेर हामी चाहिँ दिउँसोदेखि 2 बजेदेखि गएको हामी। बालेन दाइ नै आउनु भएन, मान्छेको चप्पल छुट्यो के छुट्यो, कति मान्छे निराश भए, कति मान्छे रिसाए आउनु भएन भनेर। रवि दाइ आउनु भएको रहेछ, बालेन दाइ चाहिँ आउनु भएन। हामीलाई चाहिँ मुड अफ भयो। त्यसपछि चाहिँ हामी घरतिर लाग्यौँ। कोही मान्छे पनि खुसी थिएनन्, सब मान्छे निराश भएका थिए। किन झुट बोलेको होलान् भन्ने जस्तो भइरहेको थियो। उत्तिकै झुट बोलेर मान्छेको दिउँसोदेखि 2 बजेदेखि बसेको मान्छे, कति मान्छेको काम थियो, कति मान्छेको के थियो भनेर कराइरहेको थिए। त्यहाँ मान्छेहरू चाहिँ जे जस्तो भए पनि झुट नबोलिदिनु पर्ने भन्ने थियो। त्यसपछि चाहिँ निराश भए पनि जे जस्तो भए पनि अब घर जानै पर्यो। घर जान लाग्यौँ हामी चाहिँ। अरू पनि सबै घरतिर लागिरहेको थिए। कैसा लगा मेरा मजाक? सो यो भ्लग चाहिँ यही अन्त्य गरेर हामी लाग्यौँ घरतिर। अनि अर्को भ्लगमा भेटौँला। बाई बाई गाइज। थ्याङ्क यू सो मच मेरो भ्लग हेरिदिएकोमा, सुरुदेखि लास्टसम्म भ्लग हेरिदिएकोमा थ्याङ्क यू सो मच भन्न चाहन्छु सबैलाई। हामी चाहिँ घरतिर लागेको। बाई बाई, गुड नाइट, सी यू टुमारो। अर्को भ्लगमा भेटौँला हामी चाहिँ। बाई बाई।